बोल्दै मेरो आवाज पनि बेहुन जान्छ सम्मान गर्दैछु हेर्नुहोस् मायामा कहिले बस्नुहुँदैन माया दिइरहेछ जे पनि यो कलाको सम्मान गर्छ मेरो हातमा एउटा सोली छ हेर्नुहोस् अब यो सोलीले के गर्ने हो त भएको छ उसलाई मैले सम्मान गरेँ मैले पानी त लगाएको होइन हजुरको पानी अब पानीबाट हजुरको पानी हो र मेरो यो सोनीको कमालबाट जानु पर्छ है ठिक छ अब यो पानी खोल्नुहोस् हजुरले ल्याएको पानी हो मैले ल्याएको पानी हो अब हजुरले कस्तो पानी लाग्नु भएको छ कुनै केमिकल त छैन नि म खाएर चेक गर्छु है चेक गरिहाल्नु यो शिक्षकको कलममा ताकत छ हजुरले त पानी खानुभयो यस्तो पानी खानुभयो गुनी गरेर तपाईँ भिडियो बन्दैछ अनि पानी त खानुभयो बसेर है हजुरको हातमा यसरी पानी खन्याउँछु म यहाँ पानी खन्याएर हजुरको पेटमा पुर्याउँछु पानी कम खानुभएको छ यो शिक्षकको कलम हो धेरै ताकत छ अब पानी कम खानुभएछ म यहाँ पानी खन्याउँछु अनि हजुरको पेटमा पुर्याउँछु है अब हेर्नुहोस् केही भयो भने भन्नु होला अब म राख्नु त यो पानी राख्दा यहाँ जान्छ अब म पानी राखेँ है सर पानी राख्दा त पोखिरहेछ त्यस कारण सोलीले राखेँ पानी खेत फाल्नु हुँदैन होइन पानी खेत जाओस् अनि मैले यो सोली राख्छु अब पानी यो सोलीमा हेर्नुहोस् ठुलो पाल्छ म सोली यहाँ राखेँ है सर पानी अब पोखिँदैन ल हेर्नुहोस् ध्यान दिएर हेर्नुहोस् सोली राख्छु है ठेलेर आने हुँदैन त अनि साथी हामी बस्यौँ शिक्षकको कलममा त्यसलाई नढेल्नु नै अगाडिको मान्छे फेरि त जानु शक्ति सकियो पानी यहाँसम्म चिन्ता केही छैन हजुर अब बढी भएको पानी अब हेर्नुहोस् पानी जति मैले राखेँ सबै हजुरको साह्रो छैन नि शिक्षकको कलममा पानी गयो तर म छोड्दिनँ भने निकाल्छु
पानी यसरी तपाईँको पेटमा म छोड्दैन अब पानीमा निकाल्छ अब पानी कहाँबाट निकाल्ने सरको कानबाट म पानी निकाल्छु सरको कानबाट म पानी निकाल्छु ठिक छ बसौँ हो सरको कानमा राख्छु ठिक छ ठिक छ अप्ठ्यारो भयो भने भन्नु सर गाडी चाहिँ पानी पुरै अब पेट भयो सँगसँगै हजुरको पेटमा सँगसँगै पानी आउँछ अब मैले Nice, lovely, lovely. अब शिक्षकको कलम अध्यक्ष हो शिक्षकको पानी खानुभयो होइन